ल तिम्रो क्वेसन के हो भन त। यो फोटोको एल्बमहरू नि कसरी खिचिन्छ? कस्तो फोटोको एल्बम भनेको? फोटो भनेको एल्बममा हुन्छ नि, फोटो एल्बममा पुरानो फोटो राखेको यति धेरै छ, कसरी खिच्ने हो? यसमा मैले के गरेछु भने नि कुन स्टुडियोबाट कतिवटा फोटो खिचेको छ भन्ने थियो। जस्तो यो 27वटा छ, यहाँ 21वटा छ, अर्को 14 छ, अनि अर्को 15 छ, त्यस्तो छ क्या। तर सोधेको यो फोटो खिच्नु कसरी खिच्नु, यो कस्तो खालको क्यामेरा चाहिन्छ? यस्तो फोटो खिच्नुलाई कस्तो क्यामेरा चाहिन्छ? मतलब यस्तो फोटो कसरी खिच्यो भने निस्किन्छ के यसरी पेपरमा? तिमीलाई थाहा छैन? अल्छी लागेर एल्बम हेरेको अनि क्वेसन आयो कि दिमागमा, त्यही भएर। अनि ल गाइज भनिदिनु पर्यो है, मेरो छोरीको जिज्ञासा छ, यस्तो एल्बमको फोटो चाहिँ कसरी बन्छ? यो चाहिँ ऊ नै हो फेरि। यो फोटो पुरानो भएर क्या यस्तो भएको, मजाले राखेको हुन्थ्यो। अनि हेर कस्तो